लाज लाग्दैन तिमीहरूलाई? एउटा राष्ट्रिय क्रिकेट टिमको कोच नै मिडियामा आएर भन्छ कि नेपाली प्लेयरहरू क्रिकेटमा ध्यान नदिएर लाइक र फलोअरको पछाडि दौडिरहेका छन् भनेर। त्यो पनि सानोतिनो ठाउँमा होइन, टी20 वर्ल्ड कपको प्रेससँग कुरा गर्दै भन्छन्। थुक्क नेपाली प्लेयरहरूलाई आफ्नो कोचले यस्तो कुरा गर्दा पनि अलिकति पनि शरम छैन। तिमीहरूको यस्तो परफर्मेन्स हेर्नको लागि मान्छे जापान, अस्ट्रेलिया, कुवेतबाट 10-10 लाख रुपियाँ तिरेर आएका थिए। नेपालको सबैभन्दा ज्यादा इन्स्टाग्राम स्टारको हो, टिकटक स्टारको हो, पबजी स्टारको हो, त्यसलाई हेर्न नेपाली फ्यान्सहरू टी20 वर्ल्ड कपमा गएका थिए। हाम्रो प्लेयरहरूलाई एउटा कुरा याद दिलाइदिउँ म, तिमीहरूको अनुहार देख्न, तिमीहरूको इन्स्टाग्राम अकाउन्ट देख्न हामी टाढा टाढाबाट इन्डिया पुगेका होइनौ। टी20 वर्ल्ड कपमा गएर हामी नेपाललाई हेर्न गएका थियौँ, त्यहाँ कुनै प्लेयरलाई हेर्न गएका थिएनौँ। अरे अलिकति त श्रम गर्नुपर्छ। इन्टरनेसनल मिडिया हाम्रो बेइज्जत गरिरहेको छ। च्यानललाई सब्स्क्राइब गर्नुस्, डिटेलमा कुरा गरौँ। उनीहरूले इङ्ल्यान्डसँगको एउटा म्याच राम्रो के गरेका थिए, खुट्टा आकाशमाथि उडाइहाले। त्यो म्याच पनि हामीले जित्नु पर्ने थियो, तर पनि हार्यौँ। दुनियाँले नेपाली प्लेयरहरूको तारिफ गर्यो, अझ नेपाली प्लेयरहरूको त भुइँमा खुट्टा नै रहेन। जिताएको म्याच पनि हार्यौ तिमीहरूले, त्यतिखेर पनि हामीले ठिकै छ भन्यौ। सानो टिम हो, धेरै एक्सपिरियन्स छैन, अब धेरै खुसी नमनाऊ र दुःख पनि नमान। अघिल्ला म्याचहरूको तयारी गरौँ र अगाडि बढौँ। तर हाम्रा प्लेयरहरूको खुसीको ठेगान नै रहेन। त्यही इङ्ल्यान्ड विरुद्धको म्याच इन्स्टाग्राम, ट्विटर, फेसबुकमा सेलिब्रेट गर्न लागिसके। कसले ज्यादा फलोअर बढाउँछ भनेर भाग्न लागे। त्यसै पछाडि शिवरात्रिको दिन मान्छे मलाई गर्लफ्रेन्ड बनाइदिनु, मलाई धनी बनाइदिनु, के न के माग्छन्। तर हामीहरूले एउटा म्याच मागेका थियौँ, त्यो पनि तिमीहरूको घटिया ब्याटिङले सब खतम गरिफाल्यो। अझ कुरा भेरी ठुल्ठुला गर्ने। अफसोस लाग्छ मलाई मेरो देशको क्रिकेटमाथि। आज लगभग 5 देखि 6 वर्ष हुन लागिसक्यो पारस खड्का रिटायरमेन्ट भएको। तब पनि हामीले एउटा पारस खड्काको आधा प्लेयर पनि पाउन सकेका छैनौँ। पारस खड्काले चाउचाउ र बिस्कुटको भरमा यहाँसम्म क्रिकेटलाई ल्याएर आएका थिए। तर आजकलका प्लेयरहरू इन्स्टाग्राम र फेसबुकको पछाडि दौडिरहेका छन्। यसरी हाम्रो क्रिकेटको विकास हुन्छ? सिनियर प्लेयरहरूको नाममा 10 म्याचमा एउटा म्याचमा चल्ने, त्यो पनि आफ्नो ठाउँ बचाउनको लागि मात्र रन गर्ने। टिमलाई जित र देशको जितको लागि गाह्रो स्थितिमा रन नै छैन। हाम्रो कप्तानको कुरा सुन्नु एकचोटि। इटलीसँगको खेलभन्दा अगाडि हाम्रो कप्तान भन्छन् कि सामाजिक सञ्जाल प्रयोग गर्नु खेलाडीको व्यक्तिगत विषय हो। कसैले प्रयोग गर्छन्, कसैले गर्दैनन्, त्यो व्यक्तिगत रोजाइमा भर पर्छ। कडा नियम लगाउन आवश्यक छैन, प्रत्येक खेलाडीले आफै निर्णय गर्नुपर्छ। यो माइन्डसेट छ हाम्रा क्याप्टेनको। अनि हामी कसरी जित्ने त? रातभरि मोबाइल चलाएर बस्ने? अनि फोकस कहाँ हुन्छ त म्याचमा? डिसिप्लिन भन्ने हुँदैन कहिले पनि। त्यसैको जवाबमा इटलीसँगको खेलपछि हेड कोच स्टुडलाले भन्छन् कि सामाजिक सञ्जालले खेलाडीको ध्यान भ्रममा पार्छ। विशेष गरी महत्त्वपूर्ण खेल अघि खेलाडीहरूले टिम र खेलमा केन्द्रित हुनुपर्छ। सामाजिक सञ्जालले स्पोन्सरसिपमा सहयोग गरे पनि क्रिकेटलाई सबैभन्दा पहिलो प्राथमिकता दिनुपर्छ। हाम्रो प्रदर्शनले नै स्वाभाविक रूपमा लोकप्रिय हुँदै जान्छौँ। यसैबीच नेपाली खेलाडीहरूले सामाजिक सञ्जालमा यात्रा, तस्बिर र ब्रान्ड प्रमोसनका पोस्टहरू सेयर गरेका थिए। विदेशी मिडियाहरूले पनि त्यो गतिविधिलाई नोटिस गरी खेलाडीहरूको सामाजिक सञ्जाल प्रयोगबारे प्रश्न उठाएका थिए। अहिले प्रत्येक क्रिकेट प्लेयरको सोशल मिडिया अकाउन्ट उठाएर हेर, वर्ल्ड कपको बीचमा ब्रान्ड प्रमोसन गरिरहेका छन्। हाम्रो देशलाई रिप्रेजेन्ट गर्न गएका प्लेयरहरू ब्रान्डको पछाडि भागिरहेका छन्। अनि हामी म्याच कसरी जित्छौँ त? तपाईँ सबै प्लेयरहरूलाई मेरो एउटा क्वेसन, यी सबै म्याच हार्नुको बहाना के छ तपाईँहरूको हातमा? 2014, 15, 16, 17, 18 मा त मानौ नेपाली क्रिकेट टिम भर्खर ग्रो गरिरहेको थियो। क्रिकेट प्लेयरहरूलाई कुनै पनि फ्यासिलिटी दिइरहेको थिएन। त्यतिखेर पनि पारस खड्काले आफ्नो दममा टी20 वर्ल्ड कपसम्म पुर्याए। त्यहाँ गएर उनले म्याच पनि जितेका छन्। अहिले फुल फ्यासिलिटी छ। आइसिसीले पनि राम्रो गरिरहेछ, क्यानले फुल सपोर्ट गरिरहेछ। फ्यान्सहरूको त कुरै छाड्दियो, उनीहरूले सबैभन्दा ज्यादा सपोर्ट गरिरहेछन्। फेरि हाम्रा प्लेयरहरूको पर्फर्मेन्स हेरौ भने तिनीहरूलाई आजै नै टिमबाट निकाल्दियो जस्तो छ। अहिले के को कमी छ भन? तिमीहरूलाई चाहियो के छ हामी दिन्छौँ। लगभग 1 सालमा 60 देखि 80 लाख रुपियाँ तिमीहरू पैसा कमाउँछौ, अनि आफ्नो जेब भर्ने अनि नेसनल टिमको लागि केही पनि नगर्ने? क्रिकेट खेल्ने मन छैन भने छोडिदिनु। हामीसँग धेरै प्लेयरहरू छन् जुन आफ्नो देशको लागि खेल्नको लागि तयार छन्। सिर्फ नामका मात्रै प्लेयरहरू छन् यिनीहरू। नेपाली फ्यान्सहरूले धेरै नै सहे। अब हुन्छ कि अब परिवर्तन होला, अब कुनै प्लेयरहरूले पर्फर्मेन्स गर्ला। अब त्यस्तो चल्दैन। अब सब चेन्ज हुनुपर्छ फेरिबाट। चाहे अब 2 वर्ष लागोस् या 3 वर्ष, हामीले चेन्ज हेर्न पाउनु पर्यो टिममा। यसरी हारेको हारे कति हार्ने हो भने? हाम्रो कप्तानलाई म्याच किन हार्यो भनेर सोद्धा हामी त लन गरिरहेको छौँ, घन्टीको लन गरिरहेको छु। कति लन गर्ने? कहिले त विन गर्नु पर्यो नि। यसरी हामी टेस्ट नेसन बन्ने त? यो पाराले बने हो। सबैभन्दा पहिला यी 2-4 प्लेयरहरूलाई टिमबाट निकाल्नै पर्छ जसले 10-12 महिनामा एकचोटि पर्फर्मेन्स दिन्छन्। मलाई पक्कै थाहा छ 2-4 जना साथीहरू मलाई गाली गर्छन्, प्लेयरहरूको रेस्पेक्ट गर भनेर। मैले प्लेयरहरूको रेस्पेक्ट नगरेको होइन। जुन प्लेयरले मेरो देशको लागि एउटा म्याच दिलाउन सक्दैन भने म त्यो प्लेयरको बारेमा राम्रो कसरी भनौँ? कुनै व्यक्तिगत प्लेयर भन्दा मलाई मेरो देश प्यारो छ। यदि नेपालको क्रिकेट राम्रो हुन्छ भने र नेपालले क्रिकेटमा परिवर्तन ल्याउँछ भने चाहे क्याप्टन हटोस् चाहे प्लेयर हटोस् मतलब छैन। नेपालको क्रिकेट राम्रो हुनु पर्यो र देशको नाम अगाडि जानु पर्यो।